नमस्ते सम्पूर्ण मेरा प्यारा प्रियजन मित्रहरूमा। चिसो मौसममा न्यानो न्यानो अभिवादन टक्राउँदछु। सबैजनालाई नमस्कार भन्न चाहे। अहिले म चाहिँ हाल दाङघोराईको लखन पार्कदेखि हो। यस्तो चिसो मौसम छ यहाँ। तपाईँहरूको देखेर कस्तो छ भन्न चाहे। अनि फेरि घुम्न पनि एक्लै है, यताउता कोही पनि छैन। लास्ट बोर्डिङ भयो घुममा चाहिँ, त्यही भएर एक्लै राउन्ड गर्दै आएको है। अनि अब के गर्नु, अभागी मान्छे, साथी कोही हुँदैन साथमा घुम्नलाई। यस्तै त हो नि हो जिन्दगी। लखन पार्कको सिन है गाइजहरू यस्तो छ। अनि हाम्रो नेपालमा पनि विदेशको भन्दा खासै त्यति कमी त होइन सुन्दर हराभरा राम्रो छ। अनि अब प्राय मान्छेहरू अर्कोको देशलाई मन पराउने, आफूसँग भएको चिजलाई महत्त्व नगरेर अरूको चिजलाई महत्त्व गर्दाको कारणले गर्दा हो हाम्रो नेपाल पछि परेको। ल है, म जस्तै एक्लो पिँढीहरू यता आउनु होला साथी भन्न चाहिँ। एक्लो पिँढी दिदी भिनाजु भर्खर आउनुभएको थियो, पर जानुभयो। त्यहाँ पनि यस्तो छ जिन्दगी भन्ने कुरो। फेरि त्यही पिँढी कोठामा गयो एक्लै, खाना खाने भयो एक्लै, खाना पकायो यता हेऱ्यो उता हेऱ्यो एक्लै, कुना हेऱ्यो बाहिर हेऱ्यो एक्लै। ए भगवान्, जिन्दगीमा कहिल्यै पनि सधैँसँगै बस्ने साथी पाएन। कति अभाग्य रहेछु। तपाईँ चाहनुहुन्छ भने दिन सक्नुहुन्छ भगवान् मसँग सधैँ बस्ने, मलाई दुःख सुखमा साथ दिने र माया गर्ने, मेरो मन मुटु सबै एकजना प्यारो प्रिय साथी कुनै पनि पठाइदिनु पर्यो। धन्यवाद। यो चाहिँ बाहिरको लखन पार्कको बाहिर, यो चाहिँ बजार लाइन। यस्तै छ जिन्दगी भन्ने कुरो। अनि